ल शुभ प्रभात, शुभ बिहानी, गुड मर्निङ, नमस्ते सबैजनालाई है त। गाउँ जान लागेको म है काँला खानको लागि। आज घरमा खेताला छ अरे 14-15 जना। बर्खा पनि लागिसक्यो है। यतिखेर गाउँतिर कामको एकदम भ्याइ नभ्याइ छ है। चौमुना खन्ने, बाँझो जोत्ने, बिउ राख्ने, मकै खन्ने है, भ्याइ नभ्याइ छ यतिखेर गाउँतिर। त्यही भएर आज मेरो पनि छुट्टी, त्यही भएर गाउँ जानु लाग्यो अब है काँला खानलाई। आज खेतला आस्मै छु, रमाइलो नि गर्नुपर्छ, त्यही भएर म नि काँला खान जान लागेको पोखराबाट। के गर्ने हजुर, गाउँतिर जम्मै खेतहरू बाँझो भइसक्यो। अब खेत बाँझो नसकेसम्म नरहौँ कि भनेको है। खेत जति जम्मै बाँझो भइसक्यो, आमा सक्दैन, त्यही भएर म पनि यसो गाउँतिर जान लाग्यो आज है। बाँकी भिडियो गाउँमै गएर देखाउने छु, खेतमा है काँला खाँदै गर्दाको भिडियो देखाउने छु म। बाँकी भिडियो गाउँमा खेतमै गएर है त हजुर। फाइनल्ली म हाम्रो खेतमा आइपुग्यो है त डाइरेक्ट। अब खन्ने छेउमा ड्याङमा सबै हाम्रो गाउँको आमाहरूसँग मिलेर। ल गाउँ तलको हाम्रो पापा खेतमा आज छेउकुन खन्ने थियो। अब भर्खरै सक्नै लागेको छ। अब यो सिद्धिएपछि हामी खाजा खानेछौँ। त्यस पछाडि हामी चाहिँ कोल्सेतर्फ लाग्ने छ है त। एक पाटो सक्यो। ल कति रमाइलो छ हेर गाउँघरतिर, एक्सर्साइज नि हुने। अस्ति पानी लिएर आउँदा मजाले आँठाइदिए खान्छ है। हो त्यो गरेर मजाले आँठाइदिए। पुरा आमा है त यो त। ओमा म छिङ्गो तिमा हाम्रो आमा, हाम्रो मासी, हाम्रो बजै यहाँ पछि नारा है त कान्छी आमा। आम पाते छिङ्गे दिदीखे क्या आम पाते खतम रहेन कोली कोना का खतरा आम पाते छिङ्गे यतिखे। ल हाम्रो आम पाते, ल हाम्रो यो क्यार मामा, ओ मामा छिङ्गे छि। ल हाम्रो क्यार मामा फु छिङ्गे दिदीखे छिङ्गे छि। ल छिङ्गे फानी छि तादी म पाइन बेल खाइ म फाने वा। ल ल खाऊँ मैं तारे ओ बिजा छिङ्गे छि आमा। ल ओ चिन्मय हाम्रो चिन्मय हेर यता हेर। हाम्रो चिन्मय त के हो सार थाक्यो के हो। छिङ्गे छि हो
ल हाम्रो मामा है मामा ठिक म ल हाम्रो कहिले कान्छाको बाबा है त ल है कति रमाइलो छ ल अरे गाउँमा हेर कति रमाइलो छ है एक्सर्साइज पनि छ ल ल ल सकियो अब पापा खेत चाहिँ छेउकुन खनेर ल कति रमाइलो छ ल हाम्रो गाउँमा आम्मा ल सकियो अब छेउकुन खनेर पापाको अब चाहिँ यो सकेपछि उता कोल्सीतिर चाहिँ अब हामी जाने ल हालेर त लिने त तारे मजाले खाइ कान्छ ल ल चल भाइ ल ल सुरु ल मजा चल्दैन दार्के खतर थिएन ल हामी चाहिँ खाना थाप्नु है खाना थाप्नु मामा कता मामा हामी चाहिँ पारीको चाहिँ पापाको चाहिँ छेउकुन खनेर उता सिद्धिएर एकदम घाम लाएर हामी चाहिँ यो त शीतल ठाउँमा आएर खाजा लिँदैछौँ है त